सम्मान चाहिँ छोरी मान्छेको कसम के हामी छोरा मान्छेले विश्वास गर्छ भने होइन हौ साँच्चै म झुटो बोल्दिनँ तपाईँ बिना सासै फेर्न सक्दिनँ मा कसम भन्ने मान्छे त जिउँदै हिँडिरहेको छ हो कि छैन भएको भए त के सक्ला जस्तो छैन तपाईँको मात्रै याद आउँछ तपाईँ बिना त खोइ के गरौँ म त मर्छु होला तपाईँ बिना सासै फेर्न सक्दिनँ भन्ने मान्छे ब्रेकअपै भए पनि जिउँदै हिँडे हुन्छ लुकुर अनि छोरी मान्छेको विश्वास गर्छु त मैले छैन कि साँच्चै छैन भनेको भए त खान्थेँ मलाई खाना केही उ लाग्दैन जाँडहरू मिठै लाग्छ मगर्नीलाई जाँड मिठो लागेन भने त नि भोलि लिएर राख्छ भोलि खाने अब भोलि अब खाँदै बस्दै गर्ने हो ल यसो के त्यसो भए हामी त्यति प्रेसर दिने मान्छे पनि होइन रमाइलो गर्न आएको हो तिहार हो अनि खासमा एउटा कुरा सोध्न चाहन्छु लेडीबर्डले जोडिदिउँ कि नजोडौँ एकछिन पार्दैन अनि जानुहुन्छ नो प्रब्लम लेडीबर्ड त आयो कि लेडीबर्डले जोडौँ भनेको यता पठाइरहेछ त्यही भएर त्यो भनेको तपाईँ जानुहुन्छ भने जानुहोस् म जाँदैन नभए एउटै हातले दुईवटा मुखमा त कसरी भात खान्छ के अरे ल के पनिसमेन्ट भन्न न मेरो जात राख्छ स्पेसल चाहिँ तपाईँको लागि मैले के सोध्न मन लागेको थियो भने तपाईँ कुन ठाउँमा हुनुहुन्छ यतिखेर म कुन ठाउँमा हजुर घरमै छु घरमा त हो के नेपालमै हुनुहुन्छ कहाँनिर हो भन्नु कुन देश कुन देश कुन जिल्ला रुकुममा देउसी भैलो भन्ने चिज हुन्न देउसी भैलो खै एउटा गाउँमा छन् होला नि यहाँ त छैनन् तिम्रोमा गाउँ छैन गाउँ त छ तर एउटै गाउँमा 4वटा तेरा छ के 4वटा टोल छ उता टोलमा होलान् यता त भोलि पर्सितिर आइपुग्छन् 4वटा अनि तिमीलाई त्यो टोलमा गएर खेल्न मन लाग्दैन जाँदैन के खेल्नु बुढी भइसक्यो म हाम्रो पालामा त 7 टोल पछाडि गएर पनि खेल्थ्यौ हामी म बुढी भइसक्यो कि तरुनी बेला चाहिँ चाह लाग्थ्यो अब त मलाई पनि खेल्न मन लाग्दैन पहिला म 11-12 वर्ष थियो क्या त्यतिखेर खेलौँ हुन्छ क्या त्यतिखेर अब 1-2 रुपियाँ भए पनि चाउचाउ बिस्कुट खाम कि भन्ने हुन्छ नि त त्यही भएर पैसाको लागि होइन खेल्न मात्रै हिँडे म त पैसाको लागि जान्थेँ त हो त्यतिखेर चाहिँ त्यो 12-15 वर्षदेखि 18 वर्षको मुनिलाई हामी त्यतिखेरको थियो त्यो बेला 7 गाउँ पर गएर पनि खेल्ने हो क्या खेल्ने हो साला खेल्नै पर्यो क्या उहाँहरूको चाहिँ ठुल्ठुलो बडाहरू हुन्थ्यो हामी त अब 16-17 वर्षको मान्छेको हाम्रो क्लब सब पनि जोइन हुन्थेन उनीहरू चाहिँ क्लबमा समूह भन्ने हुन्छ गाउँघरमा होइन समूहबाट आउँथ्यो होइन हामीलाई पिकनिक सिक्निक लाने रमाइलो गर्न त हामीलाई पनि दिन्थ्यो तर खेल्न दिन्थेन जहाँ छोड्छ हामी त्यहाँ खेलेर आउँछौँ सँगै जाने हो दाइहरूसँग के पनिसमेन्ट भन्नु त्यतिखेर म 16 वर्षको थिएँ त्यसपछि मैले अहिलेसम्म खेलेको छैन आजकल म आफै क्लबको म्यानेजर भने पनि हुन्छ जे भने पनि हुन्छ अरूलाई खेलाइदिन्छु म आजकल खेल्न छोडेँ त खेल भन्छु म आजकल आयोजक भएको छु खेल्न छोडिसकेँ मैले तपाईँको पनिसमेन्ट छ है अब चाहिँ धेरै नहाँस्नु बुझेर हाँस्नु कि नबुझी नहाँस्नु तपाईँलाई भनेको होइन मेरो भ्युअर्सले भनेको हो मेरो भ्युअर्स पनि खत्रै हाँसिरहनु होला कि बुझेर हाँस्नु कि नबुझी नहाँस्नु हजुरको पनिसमेन्ट भ्युअर्सले दिनुहुन्छ एउटा दिनुहोस् त गाइस मिठो धेरै प्रेसर पनि नदिने हाम्रो हिजोको लक्ष्मी आज त के लक्ष्मी भन्नु आज त गोरु
आज हामी गोरु आज चाहिँ गोरुको पाला हाम्रो हामी पाला गोरु होइन होइन। घरिघरि त सँगै हुन्छ गोरु लक्ष्मी पूजा र गोरु पूजा त तर हिजोकोमा चाहिँ अलिकति फरक छ है कुकुर तिहार र लक्ष्मी पूजा एकै ठाउँमा किन भएको लक्ष्मीहरूले धेरै कुकुर मन परेर हो थाहा भएन मलाई त थाहा पान्न म त यस्तो कुराहरू केही पनि। पहिला पहिला चाहिँ यस्तो थियो गोरु पूजा र लक्ष्मी पूजा चाहिँ सँगै हुन्थ्यो हुन पनि सक्थ्यो क्या न त फरक फरकै हुन्थ्यो तर हिजो चाहिँ के भएको थियो भने कुकुर पूजा र लक्ष्मी पूजा सँगै छ आजकल धेरै लक्ष्मीहरूले कुकुर मन पराउन थाल्यो आई थिङ्क म पनि फेरि हाम्रो अहिलेको मन्त्री जस्तै हो क्या म पनि पहिलाको साइन्टिस्टै हो सानो कुरा त घुमाइहाल्छु नि नपढेको भयो त एनिवे गाइज यी नानीलाई मिठो मिठो डान्स गर्नु रे सानो गीत बजाइदिनु न त त्यसो भए। मैले बजाइदिने अनि मैले बजाउनलाई त यहाँ हुनु पर्यो त छैन कि मेरो अर्को मोबाइल फोन विदेशमा छ भनेपछि त अर्को किन्नु नि होला विदेशका मान्छेले कसरी बजाउँछौ गीत ब्लुटुथ हालेर बजाइदिउँला 17 प्रो म्याक्सबाट महँगो छ मोबाइल नेपालको छुन सक्छ महँगो छ मोबाइल महँगो छ अरे मोबाइल एउटा गेमको पनिसमेन्ट पनि 2 घन्टा आमा भगवान् यसो 4-5 गेम खेलेर जान्छु भनेको त एउटा गेम खेल्दै पनिसमेन्ट कति हो कति घन्टा जाते अनि 5-6 गेम खेल्ने बेला ठ्याक्कै 2टा गेममै ठिक हुन्छ। मैले जितेँ भन्ने त त्यो त भइहाल्छ नि अहिले आफू जितेको अनि मलाई पनिसमेन्ट दिनु मैले जिते पो एउटा पनिसमेन्ट दिनु त म त साथै गएँ मोबाइल लिन गएको बाटोमा सर्प रहेछ बाटोमा सर्प रहेछ टोक्यो कि टोकेन टोकेन आफै चाहिँ भने ए मेरो भेना मेरो भेना ल बजाइदिनु छु त तपाईँको पनिसमेन्ट पनि 2 घन्टा कुन गीत भन्नु न जुन भए नि हुन्छ हाफलाई जुन मनपर्छ त्यही बजाइदिनु म त आन्टी लभर हानिदिन्छु भाइ आन्टी लभर अरे म पूर्वी रुकुमदेखि हो नि ओए होए के छ खबर म त आन्टी लभर निकाल्यो नि क्या हो गुगलले पनि निकाल्दैन नि खास ओए होए के छ खबर मलाई नाच्न त आउँदैन म त आन्टी लभर Away holai ki cha kaba. के को हल्ले हल्ले हो आन्टी लभर भन्नु आन्टी लभर जसले जे Always innovating to keep pets healthy as long as possible. Hills, science does more. आन्टी लभर कति ढिलो त नि छिटो छिटो के लास्टै ढिलो रहेछ यो मान्छे त ए भगवान् सुरु गर्नु
सबलाई ट्याप चाहिँ गर्नु गाइस कि मेरो भाइ स्याट ओहो पकड गाइस सबैजना ट्याप ट्याप मेरो म्युजिक भिडियो पनि आउँदैछ अब 1 महिनापछि भयो यही दुबईमा Come on guys, tap tap. Thank you so much guys. त्यो त पहिल्यै थाहा छ नि तिमीलाई पेट्रोल के लाउनु यार खुइले देखिन्छ मात्रै थ्याङ्क यू सो मच मेरो प्यान भाइ लभी मेरो प्यान भाइ लभली मेरो दादाहरू थ्याङ्क यू सो मच खेल्ने डान्स गर्ने खालको गाना हो यो यत्तिकै भएपछि त सकिहाल्छ नि कहीँ सबजना ट्याप गर्नु है गजब बेइज्जती नगरौँ मलाई जिन्दगी गरेर पुगे भाइ ठ्यापुल्ला भन्नु त नमस्ते हजुर भेटनारीको डाक्टर हो म त क्या त हो है कान्छा भन्दै हुन्छ हाम्रो तपाईँ आउनु नि त लाइभमा यसो रमाइलो गरौँ एकछिन म जाँदैछु लास्ट हो यो कसले भने चाहिँ यो कुरो चाहिँ सबैलाई ट्याप ट्याप कमान गाइस 900 जनाले ट्याप ट्याप गरौँ न 2700 पुग्दैन तर मलाई हारे जिते पनि केही फरक त पर्दैन तै पनि साथीभाइको माया चाहिँ अलिकति कम्ती पाएँ मतलब गुनासो यत्रो जनाले ट्याप ट्याप खेलमा हारजित भइहाल्छ पनिसमेन्ट ल भन्नु त के दिउँ पनिसमेन्ट एउटा
सुरु गर्नु नि त तपाईँले भन्नु त अनि मैले अब तपाईँको पालो डान्स गर्ने हान्ने अरे थ्याङ्क यू धेरै धेरै धन्यवाद के दिउँ पनिसमेन्ट तपाईँले राम्रो दिएछ भने राम्रै दिनु नि त हो आफू पनि नाच्ने होइन सबै नाच्ने जे दिँदा पनि हुन्छ म त घिउ हो क्या मान्छे जेमा खाए पनि हुन्छ खोलेमा हालेर खाए के पनि दिउँ भन्नु न तरकारीमा हाल्दा पनि भयो फुक्का भातमा हालेर खाए पनि भयो जहाँसुकै हाल्नुहोस् न प्रब्लम भन्नु न भन्नु त के दिउँ भन्नु त भगवान् घिउलाई कहाँ हालौँ भनेर सोध्ने हो र कराईमा हाल्दा पनि पाइयो केटामी नाच्नु हुँदो रहेछ अरे धन्यवाद लु आफू के भन्छ अरे आफू पनि गेमभरि नाच्ने लु लु नाच्ने के भन्छ अरे ए बाउ किन्थ्यो न भती भन्ने गीतमा ल बाउले भटबाट किन्दिएन मैले बरु किनेर राखेको छु त्यो विषयमा चाहिँ नजाउँ ल ल जक्काको चाहिँ किन स्थिति मेरो बाबाको पनि थिएन के ए बाउ किन्थ्यो न भट्टे भन्ने गीतमा के भने भट्काइदिन्छु बाख्राको खोर पनि भन्ने लु यो दुईटामा एउटा त्यहाँ आउँछ र तिमीले बजाउँछ कि यहाँबाट त्यहीँबाट बजाउनु मेरो नभएर त उता बजाउनु लगाएको मेरो छैन आज अब लगै बिर्सिन्छु म फेरि नत्र यताबाट बजाएर लगाएको ठिक हुन्छ धेरै धेरै धन्यवाद जिताइदिनु भयो थ्याङ्क यू सो मच धन्यवाद ओके आई विल ट्राई ए बाउ किन्देऊ न भटे Hibahu kini nam bag birthday. भटभटे होइन त्यही बजाइदेऊ न त नि मेरो त अहिले बजाइदिन्छु क्या सबै ल यो लास्ट गेम ल लास्ट गेम के गर्ने त यो पछि अर्को एउटा गेम खेलौँ र अनि यो गीतै मैले राम्रोसँग सुनेको छैन दामी डान्स हजुर गरे धन्यवाद थ्याङ्क यू के बजिरहेछ फेरि के भइरहेछ नि बोकेदारी भन्छ घरि के भन्नु दिन्छु मादेको देखिनुहोस् भटभटे जस्तो देखिन्छ कि छैन जित्ने हो नि यो गीत के नराम्रो रहेछ भनेको गेम भने नाच्नु धन्यवाद भएन साला भटभटे भनेर बोक्न कराएर हुन्छ यार चित्तै बुझेन भने नाइ गेमभरि नाच्नु हो गेमभरि म गेमभरि नाचेको ए बाउ किन्देऊ न भटभटे भनेपछि गर्नुबाट गरेर पाखा थ्याङ्क यू बेना थ्याङ्क यू यो लास्ट गेम हो गाइस सबैजनाले ट्याप गर्नु होला जिन्दगीको लास्ट होइन यो पछि एउटा गेम हो यो पछि एउटा गेम खेल्नु
ठ्याक्कै 3 गेम जितेर जाने हो म धेरै जिन थ्यांक यू सबजना गर्न चाहिँ गर्न है थ्यांक यू ट्याप काकु ट्याप चाहिँ गर्नुपर्छ जिन्दगीमा हारे भने Thank you, भेना। हार्ने होइन कि ट्याप ट्याप अब कतिखेर के हुन्छ भने हुन के अनि यो नेपालीको क्रिकेटर जस्तै हो क्या ए बा भटभटे भनेर बोका नकिन्देऊ है बिग रेस्पेक्ट मेरो प्यारो दाइ लभली मेरो दाइ डबल ट्याप गरौँ शेर्पा दाइको नाम त सबजना बिर्सिँदै गएको होला होइन इट्स माई मलाई त थाहा छैन ह्याप्पी दिवाली मेरो प्यार दाइ तपाईँले यहाँ सुनिरहनु भएको छ भने ह्याप्पी दिवाली बिग रेस्पेक्ट मेरो दाइ शेर्पा दाइ हो शेर्पा दाइ शेर्पा दाइ थाहा छैन थोतेको लागि शेर्पा दाइ आएपछि 2-4 जना तर्सिन् 2-4 जना होइन 200-400 जना तर्सिन्थ्यो पहिला इन्ट्री भएको छ त्यो त तर्सिँदा हुन्छ लभली मेरो दाइ बिग रेस्पेक्ट ह्याप्पी दिपावली अब के पनिसमेन्ट हुन्छ अब पनिसमेन्ट तिमीले पाउँछ नि त नानी म त्यो खालको मान्छे होइन म भेटनरीको डक्टर भन्दा पनि तिमीले छोडिन् एनिवे थ्याङ्क यू सो मच मेरो लभली दाइ वेलकम शेर्पा दादालाई सबजनाले बिर्सिँदै जानुभएको थियो उहाँले नाम अलिकति नाम पनि चेन्ज गर्नुभएको हो यही नाम हो सबजना फेरि एकचोटि फलो गरिदिनु होला गाइस 1200 जनाले हेरिरहनु भएको छ किन झुक्यो क्वायो अब पुस्टिङ छ भने पुस्टिङ लगाइदिनु ल अब ल पुस्टिङमा के गर्नु काकको भेना 2 जना हुनुहुन्छ टपमा सबजना थ्याङ्क यू सो मच एभ्रिवान सबजना अलिकति ट्याप ट्याप गर्ने उतातिर त छोरी मान्छे हो कतिखेर कतिखेर थ्याङ्क यू सो मच एभ्रिवान गाइस सबजना ट्याप ट्याप चाहिँ गर्दै गर्नु होला बिग रेस्पेक्ट मेरो प्यारो दाइहरूलाई दिजोहरू सोल्टा सोल्टी निष्ठ मित्रहरूलाई मदन दाजु थ्याङ्क यू योभन्दा नाच्दैन भन्ने त मलाई पहिल्यै थाहा छ किनभने हामी इन्ची नापेर हान्छौँ लु मतलब अब म एउटा भेटनरीको डक्टर हो क्या त्यहाँ मासु हुन्छ तर नसामा कति पुग्नुपर्छ सुई इन्ची नापेर अब यहाँ सुन्नुहोस् अब तिहारमा हिजो भैली थियो आज देउसी खेल्न पनि जानु भएन छ अब के गर्नुहुन्छ त तपाईँ देउसीले भन्दै 4 मिनटसम्म उफ्रिनुहुन्छ कि होइन सबैजना होइन हामी नेपालीको चाडपर्व हो उफ्रिन पाइयो नि त कसरी 4 उफ्रिने मिनटसम्म देउसीले भन्दै उफ्रिने घरमै ल बरु म त्यही गर्छु ल कसैले एक्लैले पनि खुसी लिइरहेको छ भन्ने यो त होस् न कसरी यस्तो भन्ने कस्तो गर्ने आफै बढाउने उफ्रिनु परेन क्या आफै भट्याउने आफै 4 मिनटसम्म ए मलाई फेरि भट्टाउने नआउने के गर्नु त तिमीलाई चाहिँ ए भना भाइ हो देउसी रे भन्दै बताउने तिमी पहिला देउसी खेल्न गएन हाम्रो आँखा सेम छ रे हामी परदेशीहरू त बिर्सिसक्यो कि देउसी भैलो भन्ने त धेरै वर्ष भइसक्यो अहिले अन्त कसरी खेल्छ भन्ने पनि थाहा छैन पहिला मादलमा मात्र खेल्थ्यो अलिक ठुलो हुँदै गए यहाँ सुन्नु न पहिला सुरुमा म सानो हुने बेलामा क्या मादलमा मात्रै खेल्थ्यो गीत सित केही हुन्थेन मादलमै नाच्ने मादलमै खेल्ने हुन्थ्यो त्यसपछि अलिक ठुलो भयो मादल हराउँदै गए अनि क्यासेट डेकहरू बजाउँदै नाच्ने मात्रै गर्न थाले त्यसपछि पछि आमा समूह के समूह भन्नेहरूले गीत मात्रै गाउने नाच्ने
त्यसपछि म खाडीमा छिरेँ अहिले के गर्छ थाहा छैन रतुवाली पो खेल्छ कि भुङ्ग्यौँ नि अहिले त थाहा छैन 7 वर्ष भइसक्यो अब थाहा नभएको कुरालाई त्यही हो गएपछि भनौँ न फेरि गर्नु न त अनि तपाईँले नराम्रो भने छोरा आफ्नै चाडपर्व हो तपाईँ जानु भएन छ यति राम्री नारीहरू यतिखेर घरमा कसैको घरमा छैन क्या नेपालमा हामी जति हेरिरहेछौँ सब परदेशी हो